सुनिता म्याम अहिले त्यो क्लास 6 मा जानु छ नि त्यो क्लास 6 मा तपाईलाई लाग्छ होला नि यो क्लास 6 मा यो म्याम त जानुहुन्छ के आनन्द छ तपाईँ म त क्लास 6 को क्लास टिचर हो नि त प्रिन्सिपलको छोरा त्योसँग कस्तो सजिलो छ त भनेर तपाईले भन्नु न त्यो केही कुरा गर्न हुँदैन त्यही चण्ड त्यो प्रिन्सिपललाई गएर भनिदिन्छ प्रिन्सिपल नि त्यो प्रिन्सिपलको छोरा नि पनि छ के अब थाहा छैन त्यो केटा कति बेला यो वर्ष बित्यो जस्तो भइसक्यो मलाई त जान्छु यस्तो खुट्टा दुखिरहेन अघि क्लासमा पनि उठेर आएको छु कस्तो खुट्टा दुखिरहेछ यो प्रिन्सिपल पनि सबै चियर हटाइदियो गइरहेको छु अय्या अय्या हो सबै राइट गरेर मैले एक सेकेन्ड हिजो मैले सबैलाई पेजमा 60 को सोध्छु भनेको थिएन एक सेकेन्ड तिमीहरूलाई म 10 मिनेट पढ्ने टाइम दिन्छु 10 मिनेटमा सबै याद गर्छ ले याद गर्छ त्यसको म यसरी खुट्टा भाग्छु यसरी खुट्टा भाग्छु नि भनेर छु तिमीहरूले जीवनभर याद राख्छस् कि प्रति 20 भनेर मे कमिङ मिस प्रिन्सिपलको छोरा हैन त यस मेरो प्रिन्सिपलको छोरा हैन यो त के हो त अहिले नाटक चाहिँ किन बढी छ के त्यो किन नाटक बढी छ के निलाइस भन्दा कहाँ समातेर बस्छस् त अहिले अनि हात पानी गरेर बस्छस् त ओहो के छ प्रिन्सिपल सर यस्तो क्युट बस्छ त यसलाई किन पनिसमेन्ट दिनु नि अब ढिला त जो पनि पाइहाल्छ नि अब अरू बच्चाहरू ढिला भएको भए त म तिनीहरूलाई पक्का पनिसमेन्ट दिन्थ्यो होला अब यो त अफकोर्स स्पेसल मान्छे हो नि त यो स्पेसल स्टुडेन्ट हो क्लासको क्याप्टेन पनि हो फर्स्ट टाइम लेट भएको छ के हुँदैन जा बस त्यही त प्रिन्सिपल म्याम आज त यस यार तपाईँले ल्यापटप दिनु भयो के त छोरा कसैले तिमीलाई पढाहा कसैले मेरो बारेमा के भनेहा तपाईँलाई थाहा त्यो पृथ्वी एकदम टन्टुनुहुन्छ आफ्नो कुर्सी लिएर मजाले बस्नुहुन्छ अनि तपाईँको बारेमा म सुनिता म्याडमसँग पुरस्कार चाहिँ बस्नुहुन्छ म त त्यो टिचरमा पर्दैन त्यो टिचरलाई म सस्पेन्ड गर्नुहुन्छ त्यो प्यारो कुर्सी मिसलाई एकदम प्यारो लस्ते ह त्यसलाई त म आज निकाल्छु सर तपाईले मलाई बोल्नु भयो प्रति मिस तपाई मेरो बारेमा कुरा काट्नुहुन्छ सुनिता म्यामसँग मेरो छोराले भने सर तपाईको छोरा तपाईलाई जे फाइदा भने होला मैले त तपाईलाई त्यसो भनेको नि छैन तपाईलाई यादै छ मैले हिजो पनि मैले तपाईलाई पनिशमेन्ट दिन लेट हुने अहिले पछि तपाईं यहाँ मेरो छोराको बारेमा कसरी उल्टो सिधा बोल्न सक्नुहुन्छ यु आर फायर यु आर सर प्लिज वन चान्स गरिदिनु सर मैले माने कि मैले गल्ती गरेर पनि यो त फर्स्ट टाइम त हो नि ओके अब तिमी गर्दै जास्